everyone, welcome back to my channel. मेरो नाम चाहिँ मेरिना मल्ल ठकुरी हो, सबैलाई थाहा नै छ होला। अनि मेरो चाहिँ बहिनी हो यो हैन। अनि त्यसपछि आज के स्पेशल हो भन्दा चाहिँ मेरो दाजुको बिहे, मेरो ठुलाको छोराको बिहा हो। अनि त्यही भएर चाहिँ अनि म चाहिँ अस्ति नै आएर बसेको थिएँ, अस्ति आएको थिएँ। अनि अब चाहिँ म रेडी हुन्छु। अनि केही रेडी भएको छैन के, किनभने यतै छामाहरूलाई मेकअप गरिदिँदै बसिरहेको थिएँ। त्यही हो, यसले चाहिँ आफै गरे कि रमाइलो भइरहा। मैले गरिदिएको छ नियाना। हेलो भन प्रिन्सेस, तिमीलाई पहरुका कस्तो हेक्टिक भइरह नि हैन, केही पनि राम्रोसँग गर्न पाइरहेन। म कता कता गएँ है, झाउलाइसक्यो कि मलाई त केही गर्न पाएन आफूले। यहाँ चाहिँ यसले चाहिँ आफूले मेकअप गरेर बसिसके। म आफूले मेकअप गर्छु अनि देखाउँछु ल। खासमा अहिले मेकअप गरिसके पछाडि चाहिँ देखाउँछु भनेको थिएँ, तर पहिले नै देखाएँ। बाई, आई एम सो एक्साइटेड। One eternity later. Hello everyone, this is my outfit of the day. मेरो चाहिँ यस्तो हो, अहिले देखाउँछु। हामी चाहिँ अब घर जान लागेको, सो एक्साइटेड। छ्या लिटरली मलाई के कस्तो पाके जस्तो लागिरहेको यो लगाएर के, किनभने मेरो त्यो मैले अहिलेसम्म लगाएन। पानीमा अहिलेसम्म लगाएन कि यस्तोवाला यो नेकलेस के, किनभने त्यो मेरो सुनकै छ नि त। अनि यस्तो लाउँदा त लास्ट कमेडी लाउँदो रहेछ भाइ। छ्या, अनि सारी नि यस्तो भइरहेको हाम्रो नि खिच अरे। लास्टै झाउला मलाई बिहा घर है यो चाहिँ। हेलो गाइज, मलाई चाहिँ सन्ध्याले यस्तो गराइदियो हो कपाल। हेलो दिदी, तल होइन उता सन्जिला दिदीलाई। सन्जिला दिदी चाहिँ हाम्रो भाउजूको बहिनी हो। अनि हाम्रो भाउजू पनि यहीँ होइसिन्छ, तर मैले भाउजूलाई अहिले देखाउनु, अहिले देखाउँछु कि देखाइदिउँ र भाउजू। अनि गाइज होइन केही राम्रो भएन, यो मेकअप पनि छि कति नराम्रो देखेको। यो के हो, घाँटीको नेकलेस यो के हो, सबै राम्रो नेकलेसले किनेको हो। तर यो चाहिँ म सुनकै लाउँछु होला जस्तो लाग्छ क्या मलाई। घर दाइ त रेडी नै भएनन् के बिचरा हाम्रो दाइ। मलाई यहाँ चित्त नबुझेर फेरि साडी लाउन आएको छु। यता आन्टीले यहाँ नि हुनुहुन्छ, मलाई राम्री बनाइदिनु यार। दाइको बिहामा पनि राम्री नहुने भएमा यो चाहिँ म फुकाल्नेवाला हो। मलाई एकदम इरिटेट भइरहेछ कि, बेकारमा सुन भनेको सुनै हो। भर्खर मैले साडी लाएर आएँ ल। बाई बाई, धन्यवाद है, कति राम्रो लगाइदिनु भयो। टल्किँदो रहेछ कि बाहिर आएपछि त। कस्तो देखियो भाउजू? यो भिडियोको लागि राम्रो देखियो नि होइन, तर यो चाहिँ भन के भयो, यहाँ गएर रहेछ क्या, सस्तो माल त हो यार। कस्तो देखियो? मेरो बिहा होला यस्तो हो, तिमी दाइको बिहा भन्छ। कस्तो देखियो गाइस, कमेन्ट गर सब। छ्या, यो त लास्ट भयो रहेछ यार। मैले आफ्नो कम्प्लेन लास्टचोटि गरेँ होला क्या लिटरल्ली। जिम्मेवारी त हुन्छ है। के रे तँलाई देखेर केटाहरू ढले भने त्यसको जिम्मेवारी त हुन्छ है। त्यति तारिफ नगर्नु क्या छोरीको। अहिले केटाहरू चक्कर खायो भने अनि तिनीहरूको यो कस्तो देखियो नि मलाई। तेरी तर म यहाँ भन्दा त रियलमा राम्रो देखिन्छ नि त, क्यामेरामा कस्तो नराम्रो आयो कि। क्यामेराको कुरा छोड्दै अनि ढिलो जन्मेका म ढल्दै तँलाई देखेर अनि ढिलो जन्मेका म ढल्दै तँलाई देखेर अनि Oh my God! Wow! म त गएँ लास्ट हसाउनु हुन्छ कि ऊ त्यतै नाच्थ्यो भाइ। सुरमाइ दाउजू सबजनालाई हेलो ठुलो बा दर्शन नाजी खोइ त नि, मलाई त कसैले भाँदै दिँदैन यार। रमाइलो भइरह। मोडन दुलाले कोट पाइला खान।
हिरो म चाहिँ अब जान्छु टिकटक बनाउन सबैजनाले देख्नुभयो होला होइन कति रमाइलो गरिरहेको छ त्यो के क्यामेरा नै कस्तो नमिले जस्तो फिल भयो हेलो माइजु दर्शक ल मेरो भिडियोमा हाई गर्छु के भएर सेन्टी भएर बस्दाखेरि राम्रै देखिन्छौ के म नि भिडियो दुलारा छ आशिष ठुलोमा खुट्टामै ढोकर नरेश हो त नि आई नो द्याट मलाई थाहा थियो रुन्छ हो त नि बुवा यस्ता खुसी हुने त नि भएका भयो नरहेछ किन रोगो फुजु आज नि हामी त मक्क परेछ उसको भाडा तिर्यो अरे ल रुन पर्दैन मेरो भिडियो कसले बित्दिन्छ क्लैप क्लैप ताली ताली भन्नु पर्ने डोन्ट क्राई भाउजू हाँस्नु न हात नलगाउ त
मजाले दुईटा दुईतिर एउटा तैँले उता दुईतिर न थोरै लाग्छ थोरै अब त तीनचोटि One eternity later. हामी चाहिँ भर्खर बाजामा नाचेर आएको एकदम थाक्यो लास्ट भएला मेरो स्ट्रेस फुल भएर औडा आई थिङ्क धेरै भिडियो बनाउन नि पाउँदैन होला फेरि हाम्रो चाहिँ खासमा बिहा चाहिँ यहीँ मन्दिरमा भएको हो कि बाजाहरू पनि त्यही अब रतौरीमा नाच्नु जान्छ मम्मी गाइस म यस्तो अगाडि रहेछु हैन पुरा त्यो नेकलेस खोलेर यो लाउन पर्यो के मलाई ओ माय गॉड नन्दज्यूले जिम्ती लेख्दै होइसिन्छ यो बेला छ्यामाला हेर्छ नि त माइजू दर्शन के भयो यता हानेको यो म गर्छु यो अबिर लिएर आएर म त हुन सक्नु म त हुन्छु के आउने भन्न त्यहाँ गोली भाउने यहाँ मान्छे हो यतातिर मान्छे यता हामी चाहिँ दुईजना नन्दहरू जिम्ती देख्दै पहिला त अर्कैमा लेख्थेँ होइन भाइजू भित्तामा देख्थेन नि त यही होला नि भित्ता टास्ने ब्लगमा के भन्दैछ के भनौँ अलि धेरै लाइक सब्सक्राइब गरिदिनु मेरो बहिनीको भ्लगमा है नेपालको एकदम टप भ्लग बनाइदिनु मेरो बहिनीलाई तयार भनेपछि हुन्छ बाबु त हेर दे दर्शन गरिदेऊ हाँस्देऊ सानो मम्मीलाई दर्शन गरिदेऊ चुप्पा गरिदेऊ न हाँस्देऊ हो म राम्री हो त त्यही भएर गरेको राम्रो छ सानो मामु
सर मम्मी राम्रो किन राम्रो भन न हाँस्नु क्या राम्रो भनेर खै त बुलाची भिनासँग झन् टिकटक बनाउने भनेको यार अहिले जसरी टिकटक बनाउने यार सक्यो बिहा ह्याप्पी म्यारिड लाइफ कति छिटो सकिएको त कैदी मार्दा ना बच्चो थकी तातमा ठेलै उठेन कि पानी ल्याइदिन्छु धन्यवाद ससुर आयो त नि तेरे कुर्माई के दिन ना गए ओ मेरो भ्लगमा वाउ कस्तो राम्रो देखियो भाइ के ठिक्क भएछ बिहा चाहिँ भर्खर भ्याएँ मैले धेरै भ्लग पनि बनाउन पाएन एकदम खुट्टा दुखेछ अब चाहिँ म चेन्ज गर्न जान्छु बेलुका चाहिँ रतौलीहरू खेल्छन् होला भ्लग पनि त्यस्तो धेरै बोलेर बनाएको छैन एकदम रमाइलो भयो एकदम रमाइलो भयो खुट्टा दुखेर मर्न लागेको छु भिडियोहरू फेरि मेरो खासै राम्रो आउँदैन कि फोटोहरू अनि झ्याउलाउने कस्तो खोया अनि टिकटक बनाएको थिएँ टिकटक अलिअलि राम्रो आएको थियो त्यही हो द्याट्स इट एकदम रमाइलो भयो फाइनल्ली भाउजू इज इन आवर फ्यामिली फाइनल्ली आफ्टर 9 इयर्सको रिलेसनसिप थियो दाइ भाउजूको चाहिँ अनि इन्टरकास्ट ठकुरी प्लस मगर हाम्रो दाइ चाहिँ ठकुरी दाजु अनि भाउजू चाहिँ मगर त्यही हो अब ड्रेस चेन्ज गर्छु भएर हेलो गाइज अनि फाइनल्ली मैले चाहिँ मेकअप रिमुभ गरेँ होइन कस्तो पछि झन् राम्रो देखिरहेको थियो कि मेकअप अनि यहाँ के कालो गाजर लाग्थ्यो नि त अनि त्यही भएर यस्तो डार्क सर्कल जस्तो देखिन्छ भाउजू मेरो भ्लगमा ल भिनाजुलाई अनलाइन टिका भिनाजु यता अनुहार देखाइसो न यता हेर्छु कि भिनाजु छिटो किन लाज ल मेरो भ्लगमा हेर्ने
मेरो भ्लगमा हेर्न पर्छ यो दिनको लागि ल हो एकै ठाउँमा अडिसन भिनाज दक्षिणा त यता उठाउने म हो के दक्षिणा यस्तो पाइन्न है भिनाजुको दे यतिकै भिडियोको लागि मात्रै हो। A few moments later. कस्तो दामी आएको यार सन्दकपुरबाट। The next day. आज चाहिँ सेकेन्ड डे हो कि बिहा भएको भोलिपल्ट अनि हाम्रो ठुलो बुवाले गर्छु तर त्यो काम चाहिँ एकदमै गाह्रो काम हो। स्टोरेज फुल भएको मेरो फोनमा नत्र मैले गरिदिन्थेँ। यो गर्नको लागि हजुरकै क्यापकटबाट गर्न पर्छ। मलाई 4-5 दिन 2-3-4 दिन त टाइम लाग्छ। यसलाई आउँछ यसले नै गरिदिन्छु। सुन्न ठुलबाले तिहारको भिडियो छिटो हाले भनेको त अहिलेसम्म हाले अर्को तिहार मान्छे त यस्तो भएन। आजको बिहाको त आजको हाल्छु कि बिहाको त स्योर हान्छ है। लभर फ्यामिली पहिले चाहिँ के भन्छ यहाँ डान्सर फ्यामिली खुट्टा यस्तो गर्छु नि त। कसैले त भ्लग बनाउने होइन भन्छ नि। हाम्रो घरका त भ्लग छिटो हाल्नु छिटो हाल के भयो भ्लग नहाल्ने यस्तो अन्य भन्दै मेरो भ्लग हेर्दै भने के आउँछ अरे घर टिभीमा लाएर मस्त सबजना मिलेर ओ भाइ हेर्दा हाँसेर मुन्छ पर्दैन ए लास्ट हो क्या हाँस्ने भ्लग देखेर त। ल आज यही हो। आज चाहिँ सेकेन्ड डे भएर बिहाको अनि मासु सासु पाकी भाउजू होस् मासु हाम्रो नयाँ भाउजू त दामी पकाएर अचार मनपर्छ है। भाउजू त खतरा सेफ हो नि। हाम्रो नयाँ भाउजू यहाँ आइस न। हाम्रो भाउजू नयाँ बेहुली पुरानो बेहुली हाम्रो भाउजू कति वर्ष भयो अरे भाउजू? हामी त कसरी हेर्न आउ तिमी होइन ल सबजनालाई मम्मीले कट्टु आफ्नो जति आमाले धुना पर्छ बाबु साहेब भएर बस्ने राजा भएर बस्ने होइन चट्टी धुँदै एक बालक ल अब चाहिँ म मेरो ड्युटी छ इभिनिङ ड्युटी त्यही भएर म ड्युटी जान्छु। अहिले एकछिनमा खानासाना खाएर अनि त्यसपछि एकदम रमाइलो भयो बिहा। हाम्रो दाजु भाउजू दुइटालाई ह्याप्पी म्यारिड लाइफ दिदीलाई थ्याङ्क यू सो मच फर वाचिङ। घरमा आएको पाहुनाहरूलाई खानासानाको व्यवस्था हुँदैछ। अब हिजो बिहा आज कार्यक्रम आज भोज अर्की भाउजू पनि हाम्रो हिजै भएको आज घरमा मलाई के यस्तो भनेको थियो कि रिसेप्सन पनि हुन्छ होला नि भन्थे रिसेप्सन के अनि हाम्रो हुन्न त्यस्तो रिसेप्सन। अब पालो लिनकै आयो घुमी फिरी यसैको पालो आयो। यसलाई त म पठाउनु किनभने त त्यत्रो 20 लाख खर्च गरेर पठाएँ के अरे। फाइनल्ली भिडियो चाहिँ अब इन गर्न लाग्छौँ हामी। थ्याङ्क यू सो मच फर वाचिङ। सब्सक्राइब गरिदिनु होला सबजनाले। बाई बाई गाइज।